अनि अरु अनि फेरि कता हिँड्यो कि टोइलेट आउँछ अरे अनि के अरे घर पुग्नु पाएको छैन सुसु आउँछ अरे अनि त्यसपछि बल्ल बल्ल गुआयो अरे थ्याङ्क यू भन्नु अरे फेरि दिनेशले चाहिँ मलाई देखाउनु गइरहेछ पर वाउ नाइस म यहाँ हिँड्नु आँटेको एकछिन बाहिर भेरी नजिक छ यहाँ यस भन्दै यहाँ क्यामेराम्यान लडी तल हामी कहाँ हिँडेको नउफ्रिकन हामी कहाँ हिँडेको कहाँ यता खोइ यता हेरेर पिङ खेल्नु कहाँ मजाले ज्ञानी भएर बस्छ न अरू लु त नक्कली नक्कली छोरी यहाँ इज कम्प्लेनिङ अबाउट चल 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 कति मम्मी भन्दो सकेको ए यहाँ हालेको रहेछ नि कसले हालेको यहाँ दिनेशले चाहिँ मलाई देखाउनु गइरहेछ पर वाउ नाइस म यहाँ हिँड्नु आँटेको एकछिन बाहिर भेरी नाइस बाहिर हिँड्नु आँटेको कि यहाँ बाबु आमा छोरी छोरी बाबासँग एकछिन भेरी नाइस यता हेर ल सल्लाह सोध्नु है ल हस्पिटलमै भए पनि तल घरमै भए पनि ल ल म्यान बिरालो त बिरालो हो हामी कहाँ हिँडेको जय मसी छोरी यता हेर न छोरी ल फेरि भन त गाइज हामी चाहिँ गोलो घर हेर्न हिँडेको यो हो गोलो घर चाहिँ 2-3 मिनटको ड्राइभ पछि घरबाट आइपुग्यो This is the Golo घर प्रतिनिधित्वमा बनेको घर गोलो घर हेलो हेलो माथि नि जान्छ आऊ ए छोरा छोरा सानो बहिनीहरु यहाँ गोलो घर घुम्न आको गोलो घर गोलो पाउँछ पाउँदैन हेर सोध है ला झनै लड्यो नि मेरो ज्याम लेट्स गो वाउ यता हेर कहाँ गएको पिङ खेल्न लाग्यो गोलो घर हो नि त्यो त So guys, I'm gonna show you in a detail. आऊ यता Looks better. कस्तो लाग्यो त भन कस्तो लाग्यो खतरा आऊ छोरी खतरा राम्रो तिमी कनेक्टेड छौ भन है बन्दै छ यो भित्र चौकी हो यो ए यहाँ चौकी भयो भने सुरक्षित हुन्छ है ए चौकी हो यो स्वास्थ्य चौकी पनि छ त्यहाँ यसको बारेमा त अलिकति अस्ति भएको थियो नि है स्वास्थ्य चौकी अनि पुलिस चौकी पुलिस चौकी बारेमा के भएको थियो विवाद अलिअलि खात्रा खुत्रुक त्यही त हो हो एकदम पुलिस चौकी बनेको यो सुरक्षितको लागि यो पुलिस चौकी चाहियो नि त अब यहाँ भित्र त पसेको नि म
हो र माथि तल छ 2 तल छ अनि मुनि एसी राखेको छ हजुर हैन अनि यतातिर चाहिँ जङ्गलहरू छ हरियाली दिस इज द बेस्ट प्लेस होइन हाम्रो उता जङ्गल कता अरे यहाँ चाहिँ खोला छ यस्तो ठाउँमा र मेरो फोन भएदेखि You टिकटक can बनाउनु कति see- मजा आउँथ्यो यस्तो झन्झनै झन्झनै दिनुहुन्न नि बौर खोलामा भए पनि हो यहाँदेखि उयो उ त्यो सबै लडेको छैन अनि यहाँनिर हजुर ल भन्देऊ त के टिकटक आमा छोरीले यो चाहिँ धरानको 16 नम्बरमा 16 नम्बर स्थित हर्क साम्पाङको प्रतिनिधित्वमा बनेको यो गोलो घर यहाँभित्र चाहिँ धेरै धेरै पाठशालाहरू के पढाउनेहरू के किताबहरू हुन्छ अरे पछि त्यहाँदेखि यहाँ हामी घुम्न आएको छौँ गाइस तपाईँहरू पनि आएर भिजिट गरिदिनु होला एकदमै राम्रो छ यो भिडियो हेरेर लाइक सब्सक्राइब कमेन्ट पनि गरिदिनु होला गाइजहरू हेर्नु सक्नुहुन्छ ऊ गोलो घर यति राम्रो छ यहाँदेखि मुनि मुनि गएर यो नानीहरू खेल्ने ठाउँ छ घुम्ने ठाउँ छ यता हेर्नुहुन्छ भने जङ्गल छ हावा स्वास्थ्य वातावरण छ यति राम्रो हराभरा छ हराभरा छ हामी मम्मी छोरी हामी मम्मी छोरी बाबा आएको छौँ यसले बोली देऊ त के छोरी मेरो च्यानललाई यता हेर न बाबालाई गाइजहरू अनि जान्छौँ फेरि पिङ खेल्छौँ अनि घर जान्छौँ यो गोलो घर हाम्रो हर्क साम्पाङले बनाउनु भएको हाम्रो धरान 16 मा पर्छ हैन सो यहाँ तपाईहरु आउन सक्नुहुन्छ यहाँ नाच्न पनि सक्नुहुन्छ यही नाच्न अनि दर्शकहरूले त्यहाँ राखेर वरिपरि ए त्यहाँ नाच्ने अनि यता हेर्ने बनाएको भाषण ल नाच्नु त त्यसो भए ल आवाजमा ल नाच्नु अनि गोलो घर पनि हुनुभयो टक्क पारेर हामीले पाइन्छ है दिस इज द बेस्ट प्लेस वान अफ द बेस्ट प्लेस सधैँ छ हाम्रो चाहिँ के अरे आरा धरान पनि बनाउनु भएको छ त्यसको साथसाथै यो हाम्रो गोलो घर पनि एक चर्चित हो जुन आज चाहिँ हामी यहाँ आएर यसो निरीक्षण गर्ने चान्स पाइयो मौका पाइयो अब्जर्भ गर्ने मौका पाइयो त्यसलाई धेरै धेरै धन्यवाद वबुक छ एउटा यसै गरी के भन्छ यसलाई सिलामसाकमा होइन सिलामसाकमा वबुक र सिलामसाकमा किरात राई जातिको सांस्कृतिक पहिचान र एकताको प्रतीक किरात राई यायोखा उपमहानगर कार्य समिति धरान इति सम्बन्ध 2082 8-18 गते 5 शुभम पूर्वाञ्चल अनि यो चाहिँ हाम्रो किरात याखा जातिको सांस्कृतिक पहिचान र एकताको प्रतीक यारफुङ किरात याखा छुम्मा उपमहानगर कार्य समिति धरान इति सम्बन्ध 2082 9-17 गते 7 शुभम त्यस्तो गरेर नाच्दैछौ हो छोरी र मम्मी ल हाम्रो हिरोइनी आउनु हुँदैछ यहाँ यस भन्दै यहाँ क्यामेराम्यान लडी मरो यार बिस्तारो 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 अनि हिरोइन त त्यसरी हिँड्दैन बिस्तारै हिँड्नु न बिस्तारो 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 हिँड्नु ल हाम्रो हिरोइन यहाँ हिँडिरहेछ यस अब तलबाट लिन्छु ल पोटी सो गाइज आज त हामीले गोल घरमा आइयो निरीक्षण गरियो अब्जर्भेसन गरियो हेरियो आई फिल भेरी ह्याप्पी that I got chance to visit यहाँ आएर यसो हेर्नलाई पाइयो धेरै खुसी लाग्यो you can see lots of people are roaming around टाढाबाट घर हेर्नको लागि आउनु हुँदो रहेछ यहाँ
द्याट्स द गुड थिङ अल्सो अनि सराउन्डिङ्सहरू वरिपरिहरू पनि एकदम डेभलप भइसकेको छ इभन इट्स खोलाको नजिक भए पनि धेरै धेरै मान्छेहरू आउनु हुँदो रहेछ एन्ड अल्सो इट्स दे आर जस्ट द बिल्डिङ द न्यू पुलिस स्टेसन यु क्यान सी इन माई ब्याकग्राउन्ड यो पछाडिको जुन घर नयाँ घर छ यो चाहिँ पुलिस स्टेसन बनाइराख्नु भएको रहेछ द्याट्स द वान बेस्ट थिङ अल्सो एन्ड अल्सो त्यसको पछाडि पनि तपाईँहरूले देख्नु सक्नुहुन्छ यो नयाँ बिल्डिङको पछाडि चाहिँ जुन देख्नु भएको नयाँ बिल्डिङको पछाडि पनि अर्को स्वास्थ्य चौकी पनि रहेको रहेछ एकजना साथीले मलाई भनिराख्नु भएको थियो द्याट्स अल्सो द बेस्ट पार्ट अफ दिस द गोलोघर त्यो पनि एउटा राम्रो कुरो हो र तपाईँहरू जति पनि आउनुहुन्छ यु फिल रियली प्राउड दिस इज द फर्स्ट टाइम इन माई ओपिनियन मेरो विचारमा जुन नेपालमा चाहिँ यो फर्स्ट टाइम भइरहेको छ र तपाईँहरूले देख्नुहुन्छ दिस इज द इन्ट्री गेट इट्स द इन्ट्रान्स गेट सो थ्याङ्क्स फर वाचिङ if you like please hit on subscribe button and also do share for your friends and colleagues and finally don't forget to comment as well. All right, thank you so much for watching. Now I'm gonna leave र तपाईले देख्नुहुन्छ यो चाहिँ एक्जिट हो है र यहाँ बनिरहेको छ रोडहरु पनि एकदम बनाएको छ दिस इज भेरी नाइस र तीव्र गतिमा डेभलप चाहिँ भइरहेको छ र खुसीको कुरो हो यो यस्तो एउटा जस्तै बगरमा यस्तो डेभलप हुनु भनेको that's really the best part of Dharan. So guys, thank you so much for watching. You can see lots of people are roaming around. यसरी पनि तपाईले देख्न सक्नुहुन्छ मान्छेहरु आइराख्नु भएको छ कसको छपरी च्यानल हो ओ म भरि सब्स्क्राइब गरिदिन्छु छैन के छ ओके भरे सब्स्क्राइब म 5 र सब्स्क्राइब गरिदिन्छु गाइज धराने राइडर यो भाइको च्यानलको नाम धराने राइडर प्लिज डोन्ट फर्गेट टु लाइक सब्स्क्राइब एन्ड शेयर एज वेल सो गाइज नाउ वी आर अलमोस्ट डन हामी लगभग हेरेर अब्जर्भ गरेर घरतिर हिँड्यौं इज इट फ्री अफ कस्ट अर इज इट विथ चार्ज आई डोन्ट नो हामी के फ्री हो केटीको कानमा हो मेरो हो लिएको छैन दिएको छैन छैन है यहाँ त कति भन्नुभयो एकजनाको 10 रुपैयाँ होइन So guys, this is the ticket. One ticket per person 10 dirham, 10 rupees. Where is your mom? You're live, by the way. खेल्ने ठाउँ हो यहाँ चाहिँ बच्चाहरु खेलिरहेका छन् आसमा राई के रे समिला राई यहाँ छ अगाडि छ त हो यहाँबाट कति ल्याउनु ओ माथि देखिनु भएको तपाईहरुले गोलो घर हो द्याट्स गोलो घर अलिकति एक राउन्ड गर्नु पर्यो यसमा सायद यो चाहिँ फोन possibly they are making phone माछा पोखरी बनाउन खोजेको हुन सक्छ could be I don't know त्यो चाहिँ बगर छ यो बगरको नजिक हामीले देख्न सकिन्छ गोलो घर अनि अलिकति यहाँ बर्सातले गर्दाखेरि बगाउन खोजेको रहेछ यस्तो भएको छ
वेदर पनि अलिकति आजको धेरै राम्रो देखिन्छ। एज आई सेड बिफोर यो सायद पोखरी हुन सक्छ माछा पालनको लागि, which is very nice. Attractive हुन सक्छ, attractive छ। Again one more time, गोलाघर। किन भन्दाखेरि यस्तो ढुङ्गे बगरलाई चाहिँ उहाँहरूले यस्तो राम्रो ठाउँ बनाउनु भएको छ। You can see lots of playing places over here, which is really nice. So खेल्नको लागि आएको मान्छेहरू यहाँ बसिरहेको छ। खेल्न आएको कि खाना लाग्यो? इधर खेलो इधर खेलो इधर खेलो इधर खेलो। के भयो? एक्सिडेन्ट हो नि त रक्सी हार क्या? एक्सिडेन्ट भएको रे, बाघले खाएको रे भन्ने लाग्यो। अनि लाज हुन्छ नि त एक्सिडेन्ट भयो भने। म छक्क पर्छु भने बाघ यहाँ आउँछ भने कसरी हुन्छ? इट्स नट पोसिबल। गाइज एउटा सरप्राइज कुरो छ। एउटा मान्छे बाइकबाट लडेछ अनि बाइकले खायो भन्ने कुरा लगाइदिएछ, मान्छे सबै पताएर यहाँ मक्ख परेछ। त्यस्तो बेलामा हाँस्नु कि रुनु? I don't believe. So, you gonna play? You gonna play or what? So, please go ahead. The heel लाएर चाहिँ खेल्न आइरहेको छ एकजना मान्छे। हिल लाएर अनि खेल्न आएको छ। You gonna play or no? कहाँ चढेको फेरि? कहाँ चढेको? No, you cannot go. You cannot go. Cái tay đó. Next. Let's go there. Next one. Mari. अनि अरु? अनि फेरि कता हिँड्न कि टोइलेट आउँछ अरे, अनि के अरे घर पुग्नु पाएको छैन, सुसु आउँछ अरे, अनि त्यसदेखि बल्ल गुवायो अरे, थ्याङ्क यू कन्डो अरे फेरि। गाइज मेरो छोरीलाई आज चाखलाई थ्याङ्क यू कन्डो रे, अनि उसको गु आयो अरे, धन्यवाद अरे।
काठमाडौँ पुगिसक्यो जाने बाँकी छ एरोप्लेन चढेछ चल्दा एउटा टिटो बनाउनु पर्यो एउटा गीतमा नाच्नु पर्नु त सु देखियो अनि यो चाहिँ के नि यो चाहिँ हेर्नुहोस् गाइज हेर्नुहोस् ए मट्टु कस्तो लाग्छ फेरि खेला न म आउँदैछु त एकपल्ट खेल त ल खेल म घुमाइन्छु ल पस कस्तो लाग्छ आफै रोकिन्छ अब आफैले घुमाएको